एउटा साधारण नेपाली बुवा जसले कहिल्यै राजनीति गर्नु भएन, कहिल्यै मिडियामा आउनु भएन, तर उहाँको सानो घरबाट निस्किएको एउटा सानो सपनाले काठमाडौँको इतिहास नै बदलिदियो। के तपाईलाई थाहा छ काठमाडौँका मेयर बालेन्द्र शाहको सबैभन्दा ठूलो गुरु को हुनुहुन्छ? डाक्टर रामनारायण शाह। एक साधारण कर्मचारी, दैनिक 12 घण्टा काम, तर पनि छोरालाई समय दिनुहुन्थ्यो। छोरालाई जे पनि बन तर इमानदार भन्ने उहाँको एकमात्र उपदेश थियो। साधारण जीवनमा पनि असाधारण हुन सकिन्छ। उनले देखाए सम्पत्ति होइन, चरित्रले मानिस ठूलो बनाउँछ। जब बालेन पहिलो पटक राजनीतिमा पसे, बुबाको सल्लाह थियो, लोकतन्त्र भनेको जनताको सेवा हो, सत्ताको खेल होइन। यही सिद्धान्त आज बालेनको राजनीतिको पहिचान बनेको छ। आज बालेन शाहका बुवा डाक्टर रामनारायण शाह हामी बीच हुनुहुन्न, तर उहाँले सिकाएको मूल्य, इमानदारिता, कर्तव्यनिष्ठा र साधारण जीवन, यो नै बालेनको सबैभन्दा ठूलो राजनैतिक सम्पत्ति हो। यसबाट हामीले पनि धेरै पाठ सिक्न सक्छौं। एउटा साधारण बुवाले कसरी एउटा असाधारण नेता बनाउन सक्छन् भन्ने यो जीवित उदाहरण पनि हो। हामी सबैको जीवनमा यस्ता अनसनी हिरोहरू हुनुहुन्छ। उहाँहरूलाई सम्झनु र उहाँहरूले सिकाएको मार्गमा हिँड्नु नै हाम्रो कर्तव्य पनि हो। नमस्कार, आजको लागि यति नै। भेट्छौं अर्को संस्करणमा।